हेलो फ्यामिली, मैले आज चाहिँ लोकल कुखुरा काटेर तयार पारिसकेको छु एउटा भाले। यसको चाहिँ मैले रेसिपी बनाउँदैछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। भाले चाहिँ एकदम कडक भाले थियो। भालेको हेर्नु त यो खतरा छ भालेको है हजुर। म तपाईँको सबै म देखाउँछु, कृपया भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। मैले चाहिँ यहाँ अब लोकल लसुन एउटा चाहिँ त्यसमा लगाउने लोकल लसुन र यो अदुवा चाहिँ के अरे त्यसको नाम जिराहरू पिनेर मैले रेडी गरिसकेको छु। त्यसको लागि मैले फेरि यहाँ यो प्याज टमाटर काटेर पनि रेडी भइसकेको छ। अब यो धनियाँ त स्पेसल चाहियो पनि रेडी भइसकेको छ। अब तपाईँको चाहिँ मैले यो कराई चाहिँ अब कोसिस गरेँ। कराई तातिन्छ एकछिन। र अब चाहिँ कराई पनि तातिसक्यो, त्यसलाई म थोरै तेल लाउँछु। तेल धेरै नलाउँ, तेल ताति अब लगभग तेल तातिसकेको छ। म थोरै यो मेथी पड्काउँछु। मैले यो प्याज लगाउँछु। प्याजसँग मैले चाहिँ बेसार पनि लगाउँछु। यो लोकल बेसारै हो। यसको साथै मैले अब यो प्योर लोकल चाहिँ हाल्दैछु। मासु अलिकति धेरै हो जस्तो लागिरहेको छ। यो त भाले हो, कराई अनुसार भाले तलक हेर्नुहोस्। भालेको खुट्टाबाट हेर्नु, खुट्टा पठाउँछु यसो गरम पारेको भाले। यो चाहिँ अलिकति लगाउँदाखेरि के हो क्वालिटी ल्याउँछु। यसको साथमा मैले चाहिँ यो लसुन चाहिँ एकदम यो लोकल लसुन चाहिँ यसलाई हाल्नुपर्छ। लसुन हाल्नु चाहिँ यत्रो हुँदैन है। अब यसलाई सर्लक्क छोप्नुपर्छ, यसले छोप्नुपर्छ। यो ठुलो खुर्सानी चाहिँ
धेरै राम्रो हुन्छ। ओके कराई भइछ। अब यतिको भयो होइन। अब यसमा चाहिँ मैले अब चाहिँ हजुरको मेरिनेट मसला हाल्छु। मासु फेर गरेर चलाउनु अलिक नमिलिरहेको अवस्था है। यसमा चाहिँ मैले अलिकति यसमा सल्ट पनि हालेँ मैले। थोरै मैले अजिनामोटो पनि थोरै मिक्स गरेँ। एकछिन छोड्नु है त है। अब चाहिँ मैले यो काटेर राखेको कन्ट्रोल गराउनुपर्छ है। कन्ट्रोलमा फेर्नु ल्याएर छिट्नु जस्तो भइसक्यो। यसमा उयो आउँछ है त।